ल आज दरमखोला हाइड्रो एनर्जी लिमिटेडको यो नयाँ शेयर निष्कासनबारे अलि गहिरिएर कुरा गरौँ है त। गरौँ न। यो गुल्मी र बागलुङतिरको आयोजना 9.6 मेगावाटको हो, विवरण पत्र हातमा छ। यसैलाई केलाएर हेरौँ न त के छ लगानीको सम्भावना अनि जोखिम कस्तो देखिन्छ। सुरुमा त कति शेयर आउँदैछ, कसलाई कति भन्ने कुरा गरौँ। कम्पनीले 39,50,000 किता जति 100 रुपियाँको दरले। हो, त्यसमा आयोजना प्रभावित क्षेत्रका मान्छेहरू अनि विदेशमा रोजगारीमा रहेका नेपालीहरू, कर्मचारी, म्युचुअल फन्डहरूलाई छुट्याएको छ। अनि बाँकी रहेको चाहिँ सर्वसाधारणको लागि होइन त? ठिक भन्नुभयो। बाँकी चाहिँ सर्वसाधारणलाई। तर यहाँनिर एउटा चाखलाग्दो कुरा के छ भने नि, आयोजना त लगभग सकिन लागेको देखिन्छ। ओहो, र कति प्रतिशत काम सकियो र? विवरण पत्रमा त 99.5% प्रगति भन्छ, मतलब लगभग तयार। तर केही समस्या आयो कि? हो, त्यही त 2080 साउनमा आएको बाढी पहिरो छ नि। सुनेको थिएँ। त्यसले असर गर्यो? ओहो, नराम्ररी नै। आयोजनाको इन्टेक अनि त्यो पाइपलाइनमा क्षति पुगेछ। त्यसले गर्दा निर्माण काम नै रोकियो। ओहो, भनेपछि त तोकेको समयमा बिजुली उत्पादन सुरु नहुने भयो। त्यस्तै देखिन्छ। त्यो आरसिओडी भन्छ नि, व्यापारिक उत्पादन सुरु गर्ने मिति, त्यो त पक्कै सर्यो। अनि कम्पनीले के गर्दैछ त? खै, उनीहरूले विद्युत प्राधिकरणसँग 1 वर्ष म्याद थप्नलाई निवेदन दिएका छन् रे, तर त्यो पास भइसकेको चाहिँ छैन, प्रक्रियामै छ। यो त अलिकति अनिश्चितता भयो नि त लगानीकर्ताको लागि, होइन र? बिल्कुल। कहिलेदेखि उत्पादन र आम्दानी सुरु हुन्छ भन्ने नै यकिन भएन। यो एउटा मुख्य जोखिम भयो। अब अलिकति लागततिर जाउँ न। कुल लागत कति अनुमानित रहेछ? कुल लागत 2 अर्ब 38 करोड जति। 2 अर्ब 38 करोड 9.6 मेगावाटलाई भनेपछि प्रति मेगावाट त करिब 25 करोड पर्यो। यो अलि बढी नै होइन र? हो, सामान्यतया जलविद्युत आयोजनाहरूको तुलनामा यो अलि माथिल्लो रेन्जमै पर्छ अनि यसैले गर्दा त्यो लगानी फिर्ता हुने अवधि पनि कति देखाएको छ पेब्याक पिरियड? सिम्पल पेब्याक चाहिँ करिब 10 वर्ष 9.96 वर्ष छ। तर डिस्काउन्टेड पेब्याक मतलब पैसाको भ्यालुलाई पनि हिसाब गर्दा त्यो चाहिँ झन्डै 18 वर्ष 17.90 वर्ष छ। 18 वर्ष? त्यो त निकै लामो भयो नि। सामान्यतया कति हुन्छ यस्तो आयोजनामा? यो अलि लामो नै मानिन्छ। अनि अर्को कुरा, विवरण पत्रकै अनुमान हेर्ने हो भने सुरुको आर्थिक वर्ष मतलब 1882मा त प्रति शेयर आम्दानी नै ऋणात्मक छ, -1.71 रुपैयाँ। ओहो, सुरुमै घाटा। त्यसपछि त क्रमशः बढ्दै जाने अनुमान छ, तर सुरुवाती वर्ष चुनौतीपूर्ण देखिन्छ। ल, लागत र आम्दानीको अनुमान यस्तो छ। अब कम्पनीको वित्तीय अवस्था कस्तो भनेर हेर्नलाई त्यो रेटिङ पनि हेर्नु पर्ला। के छ रेटिङ? कम्पनीले इक्रा नेपालबाट रेटिङ पाएको छ, IRN BB-। BB-। यसको मतलब के हो त? यसले चाहिँ वित्तीय दायित्व समयमै तिर्न सक्ने क्षमतामा मध्यम किसिमको जोखिम छ भन्ने जनाउँछ। मतलब मोडरेट रिस्क। मध्यम जोखिम? अघिको त्यो बाढीको क्षति र उत्पादन ढिलाइलाई पनि जोडेर हेर्दा त यो जोखिमलाई अलि गम्भीरै मान्नु पर्ला नि। हो नि। अनुमानित इक्विटी IRR 14.05% जति देखिन्छ। अब यो प्रतिफलको लागि मध्यम जोखिम मोल्न तयार हुने कि नहुने त्यो लगानीकर्ताले सोच्नुपर्छ। तर जोखिम मात्रै त पक्कै छैन होला, केही सकारात्मक पक्ष पनि त होला नि। बिजुली बिक्रीको बजार कस्तो छ? त्यो चाहिँ एकदमै बलियो पक्ष हो। नेपाल विद्युत प्राधिकरण NEA सँग PPA भइसकेको छ। मतलब बिजुली उत्पादन भएपछि बिक्छ भन्ने ग्यारेन्टी भयो। कतिमा किन्छ अरे NEA ले? सुक्खायाममा प्रति युनिट 8 रुपियाँ 40 पैसा अनि वर्षायाममा 4 रुपियाँ 80 पैसा। राम्रै दर हो। अनि मूल्य बढ्ने पनि व्यवस्था छ कि? छ। शर्तहरू पूरा भएमा वार्षिक 3% का दरले मूल्य बढ्दै जान्छ, 5 देखि 8 पटकसम्म। शर्तहरू पूरा भएमा यहाँ पनि केही तर छ कि? त्यो उत्पादन ढिलाइले यो मूल्य वृद्धिमा असर गर्छ कि? तपाईले ठिक कुरा उठाउनुभयो। PPA-मा के हुन्छ भने नि, तोकिएको RCOD-मा उत्पादन सुरु भएन भने त्यो मूल्य वृद्धि पाउने पटक संख्या घट्न सक्छ। फेरि त्यही ढिलाइको कुरा आयो। यसले त आम्दानी घटाउने भयो। हो, दीर्घकालीन आम्दानीमा असर पर्न सक्छ। अनि अर्को एउटा कुरा, शेयर किनेपछि बेच्न नपाइने
त्यो लक इन पिरियड पनि हुन्छ होइन? हुन्छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा, कर्मचारी अनि संस्थापकहरूको लागि चाहिँ 3 वर्षको लक-इन छ। सर्वसाधारणको लागि नि? म्युचुअल फन्डहरूलाई 6 महिना, तर सर्वसाधारण लगानीकर्तालाई चाहिँ त्यस्तो कुनै लक-इन छैन। किनेपछि चाहेमा बेच्न पाइयो। ल, त्यसो भए मोटामोटी हेर्दा के देखियो त? आयोजना लगभग अन्तिम चरणमा छ, बजार सुनिश्चित छ, एनइएसँग पीपीए भएर, तर बाढीले गर्दा ढिलाइ हुने निश्चित जस्तै छ, लागत अलि बढी देखिन्छ, लगानी फिर्ता हुन 18 वर्ष लाग्ने अनुमान छ, अनि क्रेडिट रेटिङ पनि मध्यम जोखिमवाला छ। हो, संक्षेपमा भन्दाखेरि अवसर छ, तर जोखिम पनि उत्तिकै छन्। अवसर चाहिँ आयोजना बन्न लागिसक्यो, बजार छ भन्ने भयो। जोखिम चाहिँ त्यही ढिलाइ, लामो पेब्याक पिरियड अनि मध्यम रेटिङ। लगानीकर्ताले यी दुवै पाटोलाई राम्ररी तौल्नु पर्यो। बिल्कुल, आम्दानी कहिलेदेखि सुरु हुन्छ भन्ने अनिश्चितता र कम्पनीको वित्तीय जोखिमलाई ध्यान दिनै पर्यो। अन्त्यमा एउटा प्रश्न सोचनीय छ जस्तो लाग्यो। एकातिर यो आयोजनाको ढिलाइ र मध्यम जोखिम छँदैछ, अर्कोतिर नेपालमा बिजुलीको माग त बढ्दो नै छ, होइन र? हो, माग त बढ्दो छ। त्यसो भए लगानीकर्ताले यो विवरण पत्रको वित्तीय अनुमान र जोखिमलाई त्यो बढ्दो ऊर्जा मागको दीर्घकालीन सम्भावनासँग कसरी दाँजेर हेर्ने होला? यो विचार गर्नुपर्ने कुरा हो।